हेलो सेवारो नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई। अब ह्याप्पी न्यू इयर 2083 2000 हाम्रो 82 साल सकेर 83 साल पनि आइसकेको छ र सम्पूर्ण मित्रलाई ह्याप्पी न्यू इयरको शुभकामना दिन चाहन्छु। र सर्वप्रथम त हाम्रो सम्पूर्ण मित्रलाई सेवारो नमस्ते नमस्कार अनि मोस्टली वेलकम स्वागत छ। र आज फेरि पनि मैले एउटा सर्ट एन्ड स्विट रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु तपाईँहरूको माझमा। र आजको यस हाम्रो रिभ्यू भिडियो छ भुन्टी सिरियलको भाग 313 को रिभ्यू भिडियो। सर्ट एन्ड स्विट र ह्याप्पी न्यू इयरको शुभकामना दिँदै तपाईँहरू सम्पूर्णलाई यस हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकन पनि क्लिक गरेर साथी जोडिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको हाम्रो रिभ्यू भिडियो चाहिँ हाम्रो भुन्टी सिरियलको भाग 313 को रिभ्यू भिडियोलाई तपाईँहरूलाई हेरेर र सुनेर साथ सपोर्ट दिनुहुने नै छ भन्ने आशाका साथ म फेरि पनि रिभ्यू भिडियो लिएर उपस्थित भइसकेका छु। र आउनुहोस् तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ। जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद यस हाम्रो रिभ्यू भिडियो हेरेर र साथ सपोर्टको लागि। र आउनुहोस् म ढिलो नगरी तपाईँहरू सम्पूर्णलाई यस आजको हाम्रो सर्ट एन्ड स्विट रिभ्यू भिडियो प्रस्तुत गर्नु गइरहेको छु। लेट्स स्टार्ट। र धेरै समयसम्म हराएकी भुन्टी आज अचानक यस हाम्रो समुद्रको किनारातिर लखर लखर हिँडिराखेकी अवस्था देखिन्छ। र त्यतिखेर भुन्टी आफ्नो सर्वस्व पोइबुढा र सबै घरहरू छोडेर बाहिर हिँडिएकी भुन्टी एक्कासी आफ्नो पहिले पुरानो चिन्जान भएकी म्याडमसँग भेट भएको देखिन्छ। र आफ्नो म्याडमसँग भेट भएपछि भुन्टीलाई सोध्छ, भुन्टी तिमी यतिका दिन कहाँ हराएकी थियौ भन्दै सोधिराखेकी देखिन्छ। र भुन्टी केही बोल्न सकेकी हुँदैनन् किनकि भुन्टी पहिले नै बिहे गरेर अहिले आफ्नो पोइबुढालाई छोडेर यसरी भौतारिँदै हिँडिरहेको देखिन्छ। त्यसैले आफ्नो म्याडमलाई केही पनि भन्नु सकेको देखिँदैन। र भुन्टीको म्याडमले भुन्टीलाई आफ्नै घर लगेर जाने निर्णय गर्छिन् किनकि धेरै पहिले चिन्जान भएको हुन्छ र यही चिन्जान भएको हुनाले माया र ममता भइसकेपछि यस हाम्रो जति पनि हुन्छ सबैजना मित्रहरू हाम्रो भुन्टीलाई माया गर्ने मित्रहरू सबैजना आउनुहोस् र यो पारामा ट्याप ट्याप पार्नुहोस् है सबैजनाले। र यस हाम्रो युट्युब च्यानलमा अपलोड भएको रिभ्यू भिडियोहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आजको यस हाम्रो रिभ्यू भिडियो भुन्टीले आफ्नो पोइबुढालाई छोडेर घरबाट हिँडिसकेपछि हाम्रो टोकोले भुवन र जेरी भोला सबै मिलेर खोजिए तापनि नभेटिएपछि भुन्टी अचानक धेरै टाढा समुद्रको किनारातिर हिँडिराखेको बेला आफ्नो पहिले चिनेको म्याडमलाई भेटेपछि म्याडमसँग कुरा गर्दै हिँडिरहेकी थिए। र फाइनल्ली भनेका थिए हाम्रो उसको मोटी म्याडमले अब तिमी मसँगै जानुपर्छ भन्दै भुन्टीलाई आफ्नो घरतर्फ लगेर गए। र मोटी उसको म्याडम र उसको म्याडमको दिपबहिनी पनि भएको हुनाले दुईजनाले नै भुन्टीलाई आफ्नो घरतर्फ लगेर हिँडिराखेका देखिन्छ। र अब मोटीले भनेका थिए भुन्टीको म्याडमले जे भए नि हुन्छ म भुन्टीले जसरी पनि म सपोर्ट गर्नेछु र यसरी हुँदैन तिमी हामीसँग जानुपर्छ भन्दै भुन्टीलाई आफ्नो घरतिर लगेर गएका देखिन्छ। र एकदमै सहरिया एरियामा सहरको बसाइमा बसिरहेको हुनाले यस हाम्रो म्याडमको घरतिर पुगेका हुन्छन्। र घरतिर पुगिसकेपछि यस हाम्रो म्याडमले आफ्नो घरमा लगेर स्याहार सुसार गरेर आफ्नो अब भुन्टीले दुःख नपाओस् भन्ने तरिकाले गरेका हुन्छन्। र भुन्टीले अब धेरै दुःख कष्ट गरिसकेका थिइन् किनकि भूपेन्द्रसँग बिहे गरिसकेपछि फाइनल्ली भूपेन्द्रले पनि आफ्नो नयाँ गर्लफ्रेन्ड रोजेका थिए। र त्यसैले आफ्नो भुन्टीको जेठानी श्रेयाले पनि जसरी भए पनि भुन्टीलाई घरबाट निकालेर खेदाउनु पर्ने निर्णय गरेका र भुन्टी र जेरीले धेरै धेरै एआई भिडियोबाट निर्माण पारिएका भिडियो
भूपेन्द्रलाई देखाउँदै भूपेन्द्रले पनि भुन्टीलाई घृणा गराएको देखिन्छ र त्यसैले फाइनली भुन्टीले पनि आफ्नो कति माया गरेको कोही बुढालाई माया मारेर घरबाट निक्लिनु बाध्य भएकी थिइन् र बाध्य भएपछि हराइरहेको भुन्टीले फाइनली आफ्नो म्याडम पहिला नै चिनेको मोटी म्याडमसँग भेट भएपछि भुन्टी एकदमै खुसी हुँदै उसको म्याडमको घरतिर लखर लखर हिँड्यो र यहाँ सबै फाइनली लास्टमा हेर्नु पर्दाखेरि यो म्याडम र भुन्टीको सोचाइ यो खालि सपना मात्रै देखिन्छ किनकि भुन्टीको मोटी म्याडमले सपना मात्रै देखिराखेको रहेछ र यो त्यसैले यो सपनै जस्तो लाग्यो। त्यस पछाडि अर्को कुरो फेरि यस हाम्रो भोलाले पनि भुन्टीलाई खोजिराखेका हुन्छन् लखर लखर बिचारी भोलाले पहिले नै हस्पिटलबाट डिस्चार्ज गरेर जेरी र श्रेयालाई जिम्मा लगाइसकेको भुन्टी फेरि पनि हराएपछि भोलाले पनि एकदम चिन्ता भएर लखर लखर सहरको गल्ली गल्ली खोज्दै हिँडिरहेको देखिन्छ र त्यतिखेरै फेरि बाटोमा भेट हुन्छ हाम्रो जेरीले पनि खोजिराखेका हुन्छ भुन्टीलाई जसरी भए पनि भुन्टीलाई खोजेर घर ल्याएर भए पनि भूपेन्द्रसँग डिभोर्स पेपर गरिसकेपछि मात्रै जेरी र भूपेन्द्रको बिहे हुने भएको हुनाले जेरीले पनि भौतारिँदै भुन्टीलाई सहर र गाउँको गल्ली गल्ली सहरको कुना कुना गल्ली गल्लीमा खोजिराखेको देखिन्छ र ठ्याक्कै त्यतिखेरै बाटोमा भोला र जेरी भेट भएपछि फेरि दुईजनाको भनाभन हुन्छ अनि जेरीले भन्छ यो पक्कै पनि तिमीसँगै हुनुपर्छ हाम्रो भुन्टी भन्छन् भने फेरि भोलाले पनि भनेका हुन्छन् छैन मसँग मैले पनि भुन्टीलाई खोजिरहेको छु भन्दै खोजिराखेको देखिन्छ र त्यसरी नै अब यस हाम्रो जेरीले शङ्का गरेका हुन्छन् किनकि पहिला पनि भोलासँगै भेटिएका थिइन् त्यसैले अब पनि भोलासँगै छन् भनेर जेरीले अर्कै आइडिया लगाएका हुन्छन् र भोला जता जता हिँड्छ त्यतै खोज्दै हिँडिरहेको देखिन्छ किनकि भोलाले भुन्टीलाई लगेर आफ्नो रुममा लगेको होला भन्दै जेरीले शङ्का गरेको हुन्छ र शङ्का गरिसकेपछि जेरीले जता जता भोला हिँड्छ त्यतै लखर लखर खोज्दै हिँडिरहेको देखिन्छ र दुईजनाले मिलेर संसार र सहरको कुना कुनामा खोज्दा पनि नभेटिएपछि फाइनली कता गएछन् भन्दै खोज्दा भुन्टीले आफ्नो मोटी म्याडमले लगेर आफ्नै रुममा स्याहार गरेको देखिन्छ तर त्यो क्षणिक सपना मात्रै रहेछ भन्ने बुझ्नुपर्छ है त किनकि फाइनली अन्त्यमा हाम्रो मोटीले सपना मात्रै देखेर लडिरहेको हुन्छ र अर्को कुरा के छ भने हाम्रो टोकोले र भुवनले पनि एकदमै सहरको गल्ली गल्ली कुना कुनामा भुवनको भरि र टोकोलेको आफ्नो बहिनी भुन्टीलाई खोजेर हिँडिरहेको देखिन्छ किनकि यस हाम्रो भुन्टीको लागि सबैजना आत्तिएर खोजिरहेको हुनाले अब भुन्टी कहाँ गइन् त तपाईँले हेर्न सक्नुहुनेछ अब फाइनली सपनामा त देखिन्छ मोटी म्याडमसँग गएको भनेर सपना मात्रै रहेछ तर फेरि पनि अब कता हुन्छ भुन्टी हेर्दै जानु होला र भुवनले आफ्नो श्रेया श्रीमतीलाई पनि कराइराखेकै हुन्छन् किनकि भुवन घरमा नहुँदाको खेरि हाम्रो श्रेया र जेरी मिलेर हाम्रो भुन्टीले घरबाट खेदाएको जस्तो देखिन्छ अनि त्यही भएर जति पनि मित्रहरू हुन्छ सबैजनाले हाम्रो रिभ्यू भिडियोलाई हेरेर साथ सपोर्ट अनि लाइक शेयर सब्सक्राइब पनि गरिदिँदै गर्नु होला भन्न चाहन्छु र हाम्रो अर्को कुरा भुवन र टोकोले लखर लखर हिँडिरहेका हुन्छन् सहरको गल्ली गल्लीमा त्यतिखेरै भुवनको फोन आउँछ तर अनि फाइनली हाम्रो श्रेयाले आफ्नो पुइ बुढा भुवनलाई कल गरेको हुन्छ किनकि कल गरिसकेपछि भुवनले यसो हेरेपछि त आफ्नो श्रेयाले कल गरिसकेपछि अब टोकोले पनि रिसाउँदै भनेको हुन्छ किनकि यो तिम्रो बुढी श्रेयाले गर्दा भुन्टी यसरी हराएकी हुन् अब तिम्री बुढीलाई खोज्नु लाउनुपर्छ भन्दै फेरि दुईजनालाई पनि झगडा गर्दैछ त्यसैले अब आजको यस हाम्रो रिभ्यू भिडियो के कस्तो लाग्यो भुन्टीको खोज्नुको लागि सबैजना भौतारिँदै कुदिरहेका हुन्छन् उतातिर जेरीले पनि खोजिरहेकै हुन्छन् भने हाम्रो भोलाले पनि भुन्टीले खोजिरहेकै देखिन्छ र अर्कोतर्फ यस हाम्रो टोकले र हाम्रो भुवन एकदमै चिन्ता लिएर आफ्नो बुहारी र आफ्नो बहिनी दुईजना मिलेर खोजिरहेको देखिन्छ र तपाईँहरू सम्पूर्णलाई आजको यस हाम्रो रिभ्यू भिडियो के कस्तो लाग्यो तपाईँहरू हेर्दै गर्नुहोला र यस हाम्रो रिभ्यू भिडियोमा जति पनि मित्रहरूले साथ सपोर्ट गरिदिँदै हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई वन्स अगेन थ्याङ्क यू सो मच अनि धेरै धेरै धन्यवाद अनि मुटुभरिको माया अनि न्यानो सम्झना छ सम्पूर्ण मित्रहरूलाई अनि
पूर्णिमा आफ्नो घरमा बसेर पनि आफ्नै बुहारीको लागि आफ्नो नन्दको लागि एकदम चिन्ता लिएर बसिराखेको हुन्छन् र अर्कोतर्फ भुन्टीको घरमा भुन्टीको बुवा भुन्टीको मम्मी र भुन्टीको दिदीहरू पनि एकदमै चिन्तामै रहन्छन् किनकि टोकलेले भुन्टी घर हराएको सूचना गराएको हुन्छ र भुन्टी घर आयो कि आएन भन्दै सोधेका हुन्छन्। त्यसैले सोधिसकेपछि यस हाम्रो भुन्टीले अब फाइनली अब के कस्तो अवस्था कता भेटिन्छ तपाईँहरू सम्पूर्णले यस हाम्रो रिभ्यूलाई हेरेर सपोर्ट गर्दै गर्नुहोला र आजको यस हाम्रो रिभ्यूमा जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्ण मित्रहरूलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ र आजको यस हाम्रो रिभ्यू के कस्तो लाग्यो तपाईँहरूले हेरेर तल कमेन्ट बक्समा पनि लेख्न सक्नुहुनेछ र सेवा र नमस्ते वन्स अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु। फाइनली अब हाम्रो जेरी भोला भुन्टीलाई नभेटिएपछि अब अर्को एपिसोडमा मैले फेरि पनि भुन्टी भेटिन्छ कि भेटिँदैन भन्ने फेरि पनि अर्को रिभ्यू भिडियो बनाएर आउने नै छु र यस हाम्रो टोकले र भुवन पनि आफ्नो घरतिर फर्किराखेका देखिन्छ किनकि हाम्रो भुन्टीलाई नभेटिएपछि र हाम्रो जेरी र भोलाले आफ्नो पूर्व प्रेमी भुन्टीलाई खोजिराखेको बेला फेरि हाम्रो जेरीले पनि पछि खेलाइरहेका हुन्छन् किनकि दुईजनाको डिभोर्स लिएपछि मात्रै बिहेको प्रस्ताव र बिहे धमाधम गरिदिनेछु भन्दै श्रेयाले उक्साएपछि जेरी पनि एकदमै हाम्रो भुन्टीकै पछि परिराखेको देखिन्छ अनि त्यसैले सम्पूर्ण मित्रलाई मोस्टली वेलकम वन्स अगेन थ्याङ्क यू सो मच भन्दै यस हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिनु होला है त ताकि तपाईँहरू सम्पूर्णलाई अब यस हामीले अपलोड गरेको रिभ्यू भिडियोहरू तपाईँहरूको माझमा र तपाईँहरूको साथमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त गर्न सक्नुहुनेछ भन्दै जति पनि मित्रहरू हुनुहुन्छ सेवा र नमस्ते अनि फेरि पनि सेवारो लासो झोडले नमस्ते भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोलाई के कस्तो लाग्यो तपाईँहरूले तल कमेन्ट बक्समा पनि लेखेर साथ सपोर्ट गरिदिनु सक्नुहुनेछ भन्दै सम्पूर्ण मित्रहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। वन्स अगेन सम्पूर्ण मित्रहरूले यस हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब अनि नजिकै भएको बेल आइकन पनि क्लिक गरेर साथी जोडिनु होला भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त सेवारो नमस्ते बाई बाई एभ्रिवान बाई बाई।